के तपाईले कहिल्यै आफ्नो मनको गहिराईमा बसेर सोध्नु भएको छ, म धनी बन्न चाहन्छु, तर के म साँच्चै त्यसको योग्य छु? पिबो बुक्समा तपाईलाई स्वागत छ। यहाँ हामी किताबका गहिरा विधानहरूलाई सरल, बगिरहेको भाषामा तपाईको मनसम्म पुर्याउने प्रयास गर्छौं। हाम्रो लक्ष्य केवल सारांश दिनु होइन, तपाईको सोचमा उज्यालो बाल्नु हो। आज हामी यू डिजर्भ टु बी रिच नामक शक्तिशाली किताबको पहिलो भागमा प्रवेश गर्दैछौं। यो किताब रशाद बिलाल र ट्रॉय मिलिङ्सले लेखेका हुन्, जो अर्न या लीजरका सहसंस्थापक हुन्। उनीहरूले वर्षौंसम्म वित्तीय शिक्षा, लगानी र आर्थिक स्वतन्त्रताको विषयमा कुरा गर्दै आएका छन्। यस किताबमा उनीहरूले एउटा बलियो सन्देश दिन्छन्, धनी बन्नु केवल केही विशेष मानिसहरूको अधिकार होइन। यदि तपाईँ मेहनत गर्न तयार हुनुहुन्छ, सिक्न तयार हुनुहुन्छ र आफ्नो सोच बदल्न तयार हुनुहुन्छ भने तपाईँ पनि धनी बन्न योग्य हुनुहुन्छ। किताबको सुरुवात नै इनर गेमबाट हुन्छ। लेखक भन्छन् कि धनको यात्रा ब्याङ्क खाताबाट होइन, मनबाट सुरु हुन्छ। धेरै मानिसहरू बाहिरको अवस्थालाई दोष दिन्छन्, परिवार, समाज, देश, अवसरको अभाव। तर साँचो कुरा के हो भने हाम्रो भित्री विश्वास नै हाम्रो सबैभन्दा ठूलो सीमा हो। यदि तपाईको मनले नै भन्छ यो मेरो लागि होइन भने संसारका सबै अवसरहरू तपाईको अगाडि भएर पनि तपाईले देख्न सक्नुहुन्न। त्यसैले लेखक पहिले तपाईको सोचलाई चुनौती दिन्छन्। उनी सोध्छन् किन तपाईले सधैँ अरूलाई सफल देख्नु भएको छ तर आफूलाई त्यही स्थानमा कल्पना गर्नु भएको छैन। धनी बन्नु कुनै जादु होइन, यो एउटा प्रक्रिया हो। तर त्यो प्रक्रियाको पहिलो कदम भनेको आत्मविश्वास हो। तपाईले आफूलाई योग्य ठान्नै पर्छ। यदि तपाईले आफूलाई सानो ठान्नु भयो भने तपाई सानो लक्ष्यमा सन्तुष्ट हुनुहुनेछ। तर यदि तपाईले भन्नुभयो म पनि सक्छु, त्यही क्षणबाट तपाईको यात्रा सुरु हुन्छ। लेखक आफ्नो जीवनको अनुभवबाट भन्छन् कि उनी पनि कुनै धनी परिवारबाट आएका थिएनन्। उनले पनि सङ्घर्ष देखेका थिए। तर उनले एउटा कुरा चाँडै बुझे, आर्थिक ज्ञान नहुँदा मानिसहरू मेहनत गरेर पनि अघि बढ्न सक्दैनन्। हामीलाई विद्यालयमा धेरै कुरा सिकाइन्छ, तर पैसाको व्यवस्थापन सिकाइँदैन। कसरी बजेट बनाउने, कसरी लगानी गर्ने, कसरी ऋणबाट बच्ने, यी कुरा धेरैलाई थाहा हुँदैन। त्यसैले मानिसहरू तलब कमाउँछन् तर महिनाको अन्त्यमा पैसा कहाँ गयो भन्ने थाहा हुँदैन। किताबले स्पष्ट भन्छ, आर्थिक स्वतन्त्रता कुनै लग्जरी होइन, यो आवश्यकता हो। यदि तपाईँ आफ्नो समयमाथि नियन्त्रण चाहनुहुन्छ भने तपाईलाई पैसामाथि नियन्त्रण चाहिन्छ। पहिलो पाठ भनेको जागरुकता हो। तपाईले आफ्नो आम्दानी, खर्च र बचतलाई स्पष्ट रूपमा हेर्नुपर्छ। धेरै मानिसहरू भावनामा खर्च गर्छन्। उनीहरू सोच्दछन् पछाडि मिलाउला, तर पैसा भावना होइन, प्रणालीले चल्छ। लेखक भन्छन् कि बजेट बनाउनु जेल होइन, स्वतन्त्रताको ढोका हो। जब तपाईले आफ्नो खर्च नियन्त्रित गर्न सिक्नुहुन्छ तब तपाईँ भविष्यको लागि तयारी गर्न सक्नुहुन्छ। बचत केवल पैसा थुपार्नु होइन, त्यो अवसरको तयारी हो। एउटा महत्त्वपूर्ण सन्देश यो पनि छ कि तपाईँ धनी बन्न चाहनुहुन्छ, तर सायद तपाईलाई लाग्छ मेरो लागि मौका छैन। लेखक भन्छन् अवसर सधैँ ठूलो ढोकाबाट आउँदैन, कहिलेकाहीँ त्यो एउटा सानो निर्णयबाट सुरु हुन्छ। आजदेखि म सिक्छु, आजदेखि म आफ्नो पैसालाई सम्मान गर्छु। धनी बन्नु केवल पैसाको कुरा होइन, यो जिम्मेवारीको कुरा हो। यदि तपाईँ आफ्नो परिवारको भविष्य सुरक्षित देख्न चाहनुहुन्छ भने तपाईले आज निर्णय लिनुपर्छ। लेखक बारम्बार सम्झाउँछन्, तपाईँ मेहनत गर्दै हुनुहुन्छ, तर केवल मेहनत पर्याप्त हुँदैन। सही दिशा बिना मेहनत थकान मात्र हुन्छ। त्यसैले ज्ञान आवश्यक छ। तपाईँ अहिले सोच्दै हुनुहुन्छ होला म सायद ढिलो भइसके, तर किताबले भन्छ ढिलो कहिल्यै हुँदैन। जब तपाईले निर्णय लिनुहुन्छ त्यही दिन तपाईको नयाँ अध्याय सुरु हुन्छ। धनी बन्ने यात्रा अरूलाई हराउने यात्रा होइन, यो आफ्नै सीमित सोचलाई हराउने यात्रा हो। जब तपाईले आफ्नो डर, शङ्का र असुरक्षालाई जित्नुहुन्छ तब मात्र बाहिरको संसारमा अवसर देख्न थाल्नुहुन्छ। लेखकले तपाईलाई एउटा गहिरो सन्देश दिन्छन्, तपाईँ योग्य हुनुहुन्छ। तपाईले सायद धेरै पटक असफलता देख्नु भएको छ। सायद तपाईलाई लाग्छ कि मौका अरूलाई मात्र मिल्छ। तर लेखकहरू भन्छन् यदि तपाईँ सिक्न तयार हुनुहुन्छ, बदल्न तयार हुनुहुन्छ र अनुशासन अपनाउन तयार हुनुहुन्छ भने तपाईँ पनि धनी बन्न योग्य हुनुहुन्छ। धनी बन्न चाहनु कुनै लोभ होइन, यो आफ्नो क्षमता पहिचान गर्नु हो। तपाईको मेहनतको मूल्य छ, तपाईको सपनाको मूल्य छ र सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईको जीवनको मूल्य छ। अबसम्म हामीले भित्री सोचको कुरा गर्यौं, तपाईँ योग्य हुनुहुन्छ भन्ने विश्वासको कुरा गर्यौं। अब किताबको अर्को यात्रा अगाडि बढ्छ, जहाँ सोचलाई व्यवहारमा बदल्ने समय आउँछ। लेखकहरू भन्छन् केवल म धनी बन्न चाहन्छु भन्नु पर्याप्त हुँदैन, त्यसलाई कार्यमा उतार्नै पर्छ।
धनी बन्ने यात्रामा अर्को ठूलो सत्य के हो भने आयको एउटै स्रोतमा निर्भर हुनु खतरनाक हुन्छ। धेरै मानिसहरू महिनाको तलबमा निर्भर हुन्छन्। जबसम्म काम छ तबसम्म पैसा छ। तर यदि काम रोकियो भने? त्यसैले लेखकहरू सक्रिय आय र निष्क्रिय आयको फरक स्पष्ट पार्छन्। सक्रिय आय भनेको तपाईले समय दिएर कमाउने पैसा हो। निष्क्रिय आय भनेको तपाईको लगानी, सम्पत्ति वा प्रणालीबाट आउने आय हो, जुन तपाईँ सुतिरहेको बेला पनि काम गरिरहन्छ। लेखक भन्छन्, यदि तपाईँ साँचो अर्थमा धनी बन्न चाहनुहुन्छ भने तपाईले आफ्नो समय बेच्ने प्रणालीबाट बाहिर निस्कन सिक्नुपर्छ। यसको मतलब काम नगर्ने होइन, तर कामलाई यस्तो दिशामा लैजानु हो जसले दीर्घकालीन परिणाम दिन्छ। उनले लगानीको आधारभूत सम्झाइदिन्छन्। धेरै मानिसहरू स्टक मार्केट वा रियल इस्टेटको नाम सुन्दा नै डराउँछन्। उनलाई लाग्छ यो त धनी मानिसहरूको खेल हो। तर लेखक भन्छन्, ज्ञानले डर हटाउँछ। यदि तपाईले अध्ययन गर्नुभयो, बुझ्नुभयो र योजना बनाउनुभयो भने लगानी जुवा होइन, अवसर हो। उनले दीर्घकालीन सोचको महत्त्व बताउँछन्। धनी मानिसहरू तुरुन्तै फाइदा खोज्दैनन्, उनीहरू समयसँग मित्रता गर्छन्। सानो रकम पनि यदि नियमित रूपमा लगानी गरियो भने समयसँगै ठूलो बन्न सक्छ, तर यसको लागि धैर्य चाहिन्छ। लेखकले एउटा महत्त्वपूर्ण सन्देश दिन्छन्, ऋणप्रति सजग हुनु। सबै ऋण खराब हुँदैन, तर अनियन्त्रित उपभोक्ता ऋणले मानिसलाई बाँधेर राख्छ। लेखक भन्छन्, यदि तपाईको आम्दानीभन्दा बढी जीवनशैली छ भने त्यो स्वतन्त्रता होइन, त्यो बोझ हो। उनले नेटवर्कको शक्तिको कुरा पनि गर्छन्। तपाईँ कोसँग बस्नुहुन्छ, कोसँग कुरा गर्नुहुन्छ, त्यसले तपाईको सोच निर्धारण गर्छ। यदि तपाईँ सधैँ सीमित सोच भएका मानिसहरूको बीचमा हुनुहुन्छ भने तपाईको दृष्टि पनि सीमित हुन्छ। तर यदि तपाईँ सिक्न चाहने, बढ्न चाहने र अगाडि बढ्ने मानिसहरूसँग जोडिनुहुन्छ भने तपाईको सोच विस्तार हुन्छ। लेखक आफ्नो प्लेटफर्म अर्न योर लिजर मार्फत समुदायको शक्ति देखाउँछन्। जब मानिसहरू एक अर्कासँग ज्ञान बाँड्छन् तब सबैले लाभ उठाउँछन्। धनी बन्ने यात्रा एक्लीको सङ्घर्ष होइन, यो सामूहिक सिकाइको प्रक्रिया पनि हो। उनी उद्यमशीलताको कुरा पनि उठाउँछन्। सबैले व्यवसाय सुरु गर्नुपर्छ भन्ने होइन, तर अवसर देख्ने दृष्टि हुनुपर्छ। यदि तपाईले समस्या देख्नुभयो भने त्यो समस्या समाधान गर्न सक्ने उपाय पनि खोज्न सक्नुहुन्छ। त्यही ठाउँमा सम्भावना हुन्छ। लेखक भन्छन्, धनी बन्नु केवल पैसा जम्मा गर्नु होइन, मूल्य सृजना गर्नु हो। जब तपाईँ अरूका लागि मूल्य सृजना गर्नुहुन्छ तब तपाईलाई पनि आर्थिक प्रतिफल मिल्छ। अब एउटा गहिरो भावनात्मक पक्ष पनि यहाँ आउँछ। धेरै मानिसहरू आफूलाई सधैँ पछाडि परेको महसुस गर्छन्। उनी सोच्दछन्, मेरो परिवारमा कसैले लगानी गरेको थिएन, कसैले व्यवसाय गरेको थिएन, म कसरी सुरु गरौँ? लेखक भन्छन्, यदि तपाईँ पहिलो पुस्ता हुनुहुन्छ भने तपाईँ नै परिवर्तनको सुरुवात बन्न सक्नुहुन्छ। हो, सायद तपाईलाई अहिले मौका कम जस्तो लागिरहेको छ। सायद तपाईले धेरै असफलता देख्नु भएको छ। तर यो किताबले तपाईलाई सम्झाउँछ, मौका कहिलेकाहीँ बाहिरबाट आउँदैन, त्यो तपाईको निर्णयबाट सुरु हुन्छ। यदि तपाईले आज सानो बचत सुरु गर्नुभयो भने त्यो भोलि लगानी बन्न सक्छ। यदि तपाईले आज एउटा किताब पढ्नुभयो भने त्यो भोलि निर्णय बदल्न सक्छ। सानो परिवर्तनले नै ठूलो परिणाम ल्याउँछ। लेखक भन्छन्, धनी बन्ने इच्छा कुनै स्वार्थ होइन, यो आफ्नो जीवन सुधार्ने चाहना हो। तपाईले मेहनत गर्नुभएको छ, सङ्घर्ष गर्नुभएको छ। तपाईँ पनि स्थिरता, सम्मान र स्वतन्त्रताको योग्य हुनुहुन्छ। तर उनी स्पष्ट चेतावनी पनि दिन्छन्, यदि तपाईँ बिना अनुशासन अघि बढ्नुहुन्छ भने अवसर पनि हातबाट फुस्किन सक्छ। पैसा कमाउनु एउटा कुरा हो, तर त्यसलाई जोगाउनु र बढाउनु अर्को कुरा हो। अब हाम्रो यात्रा अझ गहिरो मोडमा प्रवेश गर्छ। अहिलेसम्म तपाईको सोचलाई हल्लायो, व्यावसायिक कदम देखायो र अब लेखक एकदमै स्पष्ट र सिधा कुरा गर्छन्। धनी बन्ने सपना देख्नु सजिलो छ, तर त्यसलाई दैनिक जीवनमा उतार्नु नै साँचो चुनौती हो। लेखक भन्छन् कि आर्थिक स्वतन्त्रता कुनै ठूलो एकचोटिको निर्णयबाट आउँदैन। यो साना, दोहोरिने, नियमित निर्णयहरूको परिणाम हो। तपाईँ आज के गर्नुहुन्छ, भोलि के दोहोर्याउनुहुन्छ र कति समयसम्म निरन्तर रहनुहुन्छ, त्यसले नै भविष्य निर्धारण गर्छ। यहाँ बानीको शक्तिको कुरा आउँछ। यदि तपाईले पैसालाई हल्का रूपमा लिनुभयो भने पैसा पनि तपाईलाई हल्का रूपमा छोडेर जान्छ। तर यदि तपाईले सानो रकमलाई पनि सम्मान गर्नुभयो भने त्यही सम्मानले भविष्यमा ठूलो परिणाम दिन सक्छ। लेखकले एउटा महत्त्वपूर्ण कुरा उठाउनुहुन्छ, पहिचान। तपाईँ आफैलाई कसरी हेर्नुहुन्छ? यदि तपाईँ भित्रैदेखि भन्नुहुन्छ म त पैसामा कमजोर छु भने तपाईको व्यवहार पनि त्यस्तै हुनेछ। तर यदि तपाईले भन्नुभयो म सिक्दैछु, म परिवर्तन हुँदैछु, म जिम्मेवार बन्दैछु भने तपाईको निर्णयहरू बदलिन थाल्छन्। जीवनशैलीको विषय पनि गहिरो रूपमा आउँछ। धेरै मानिसहरू आम्दानी बढ्ने बित्तिकै खर्च बढाउँछन्।
उनीहरूलाई लाग्छ अब म सफल भएँ, अब म खुला रूपमा खर्च गर्न सक्छु। तर लेखक भन्छन् यही ठाउँमा धेरै मानिसहरू फस्छन्। आम्दानी बढ्दा बचत र लगानी पनि बढ्नुपर्छ। यदि जीवनशैली मात्र बढ्यो भने आर्थिक स्वतन्त्रता कहिले आउँदैन। लेखकले पहिले आफैलाई तिर्नु भन्ने सिद्धान्त सम्झाउनुहुन्छ। यसको अर्थ पैसा हातमा आएपछि सबैभन्दा पहिले आफ्नो भविष्यको लागि छुट्याउनु हो। यदि तपाईँले अन्त्यमा बाँकी रहेको रकम बचत गर्न खोज्नुभयो भने प्राय केही पनि बाँकी रहँदैन। लेखक भावनात्मक नियन्त्रणको कुरा पनि जोड्छन्। बजार तल झर्दा डर लाग्नु स्वाभाविक हो। वरिपरिका मानिसहरूले यो जोखिमपूर्ण छ भन्नु पनि स्वाभाविक हो। तर धनी बन्ने मानिसहरू भावनामा होइन, ज्ञान र योजना अनुसार निर्णय गर्छन्। लेखक भन्छन् कि धैर्य अत्यन्तै आवश्यक छ। तपाईँले आज लगानी गर्नुभयो भने भोलि परिणाम देखिँदैन, तर समयसँगै सानो प्रयास पनि ठूलो परिणाममा बदलिन्छ। समयलाई दुश्मन होइन, साथी बनाउनु आवश्यक छ। यहाँ समयको महत्त्वलाई सबैभन्दा ठूलो सम्पत्तिको रूपमा वर्णन गरिएको छ। पैसा गुमेर फिर्ता आउन सक्छ, तर समय कहिले फर्किँदैन। त्यसैले तपाईँले आफ्नो समयलाई पनि लगानीको रूपमा हेर्नुपर्छ। तपाईँ समय कहाँ खर्च गर्दै हुनुहुन्छ? केवल मनोरञ्जनमा कि सिकाइमा पनि? लेखक स्पष्ट रूपमा चुनौती दिनुहुन्छ। यदि तपाईँ साँच्चै धनी बन्न चाहनुहुन्छ भने के तपाईँ आजको सजिलो बाटो छोडेर गाह्रो तर सही बाटो रोज्न तयार हुनुहुन्छ? के तपाईँ तत्काल खुसीभन्दा दीर्घकालीन स्वतन्त्रता रोज्न सक्नुहुन्छ? किताबमा एउटा भावनात्मक सन्देश पनि छ। धेरै मानिसहरू आफूलाई सधैँ पछाडि परेको महसुस गर्छन्। उनीहरू सोच्दछन्, मेरो परिवारमा कसैले लगानी गरेको थिएन, म कसरी सुरु गरौँ? लेखक भन्छन्, तपाईँ पहिलो बन्न सक्नुहुन्छ। तपाईँ नै त्यो पुस्ता बन्न सक्नुहुन्छ जसले इतिहास बदल्छ। हो, सायद तपाईँलाई अहिले मौका कम जस्तो लागिरहेको छ। सायद तपाईँलाई लाग्छ कि अरूहरू अगाडि बढिसके। तर लेखकले सम्झाउनुहुन्छ, धनी बन्ने यात्रा अरूसँग प्रतिस्पर्धा होइन, आफ्नै सीमित सोचसँगको प्रतिस्पर्धा हो। अनुशासन यहाँ केन्द्रमा आउँछ। अनुशासन कुनै सजाय होइन, त्यो स्वतन्त्रताको आधार हो। यदि तपाईँले आज आफूलाई नियन्त्रण गर्न सक्नुभयो भने भोलि तपाईँको जीवन तपाईँको नियन्त्रणमा हुनेछ। धनी बन्न चाहनु कुनै लोभ होइन, यो आफ्नो क्षमता चिन्ने साहस हो। तपाईँ मेहनत गर्दै हुनुहुन्छ, सङ्घर्ष गर्दै हुनुहुन्छ। तपाईँ पनि स्थिरता, सम्मान र सुरक्षाको योग्य हुनुहुन्छ। तर लेखक यहाँ एउटा गम्भीर प्रश्न सोध्नुहुन्छ। यदि तपाईँ योग्य हुनुहुन्छ भने के तपाईँ त्यसको मूल्य चुकाउन तयार हुनुहुन्छ? के तपाईँ नियमित रूपमा सिक्न, बचत गर्न, लगानी गर्न र सुधार गर्न तयार हुनुहुन्छ? धनी बन्ने प्रक्रिया मन, बानी, अनुशासन र समयको संयोजन हो। अहिलेसम्म हाम्रो सोच परिवर्तन भयो, व्यावहारिक कदमहरू बुझियो, अनुशासन र बानीको शक्ति पनि स्पष्ट भयो। अब लेखक सम्पूर्ण सिकाइलाई एकै ठाउँमा जोड्छन्। धनी बन्ने कुरा केवल पैसाको लक्ष्य होइन, यो जीवनको स्तर परिवर्तन गर्ने प्रतिबद्धता हो। लेखक भन्छन् कि साँचो सम्पत्ति केवल बैंक खातामा देखिँदैन, त्यो तपाईँको आत्मविश्वासमा, निर्णय गर्ने क्षमतामा र भविष्यप्रति तपाईँको दृष्टिकोणमा देखिन्छ। जब तपाईँ पैसालाई डरको विषयबाट ज्ञानको विषय बनाउनुहुन्छ, तब तपाईँको शक्ति बढ्न थाल्छ। लेखक एउटा स्पष्ट मार्गचित्र देखाउँछन्। पहिलो कुरा, निरन्तर सिकाइ कहिल्यै रोक्नु हुँदैन। बजार बदलिन्छ, तर सिक्ने बानी स्थिर रहनुपर्छ। यदि तपाईँ सिकिरहनुभयो भने तपाईँ परिस्थिति अनुसार आफूलाई ढाल्न सक्नुहुन्छ। दोस्रो कुरा, कार्य बिना ज्ञान बेकार हुन्छ। धेरै मानिसहरूले धेरै कुरा पढ्छन्, सुन्छन्, तर कार्य गर्दैनन्। लेखक भन्छन्, सानो कदम चाल्नुहोस्, तर चाल्नुहोस्। यदि तपाईँले आज लगानीको खाता खोल्नुभयो भने त्यो भविष्यको ढोका हुन सक्छ। यदि तपाईँले आज आफ्नो खर्च लेख्न सुरु गर्नुभयो भने त्यो आर्थिक नियन्त्रणको सुरुवात हुन सक्छ। तेस्रो कुरा, दीर्घकालीन दृष्टिकोण। तुरुन्तै परिणाम नआएर निराश नहुनुहोस्। धनी बन्ने प्रक्रिया समयसँगै बन्छ। सानो बिउ रोपेर तुरुन्तै फल खोज्नु मूर्खता हो। धैर्य, निरन्तरता र विश्वास चाहिन्छ। लेखक यहाँ एउटा गहिरो भावनात्मक सत्य पनि स्वीकार गर्छन्। धनी बन्ने यात्रामा शङ्का आउँछ, डर आउँछ, असफलता आउँछ। कहिलेकाहीँ तपाईँलाई लाग्न सक्छ कि तपाईँ योग्य हुनुहुन्न, तर त्यही क्षणमा तपाईँले आफूलाई सम्झाउनुपर्छ, म प्रयास गरिरहेको छु, म सिकिरहेको छु, म बढिरहेको छु। यो किताबको सन्देश केवल आर्थिक रणनीति होइन, आत्मसम्मानको सन्देश पनि हो। तपाईँ मेहनत गर्नुहुन्छ, तपाईँ आफ्नो परिवारको लागि सोच्नुहुन्छ, तपाईँ आफ्नो जीवन सुधार्न चाहनुहुन्छ, त्यसैले तपाईँ योग्य हुनुहुन्छ।
सायद तपाईँ अहिले पनि सोच्दै हुनुहुन्छ, म धनी बन्ने चाहन्छु तर अवसर छैन। लेखकको स्पष्ट उत्तर छ, अवसर सधैँ तयार मानिसलाई देखिन्छ। जब तपाईँ ज्ञान, अनुशासन र धैर्यले आफूलाई तयार गर्नुहुन्छ, तब अवसर ढोका ढकढक्याउन थाल्छ। धनी बन्नु कुनै जादुई रातारात हुने कुरा होइन, यो एउटा दीर्घ यात्रा हो। तर हरेक यात्रा पहिलो कदमबाट सुरु हुन्छ। तपाईको पहिलो कदम सायद सानो हुनेछ, तर त्यसलाई हल्का नलिनुहोस्। सानो परिवर्तनले नै ठूलो परिणाम ल्याउँछ। लेखक अन्त्यमा सम्झाउँछन्, धनी बन्ने चाहना स्वार्थ होइन, यो जिम्मेवारी हो। जब तपाईँ आर्थिक रूपमा बलियो हुनुहुन्छ, तपाईँ अरूलाई पनि सहयोग गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो परिवारको भविष्य सुरक्षित गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो समुदायमा परिवर्तन ल्याउन सक्नुहुन्छ। अब प्रश्न तपाईँमाथि छ। तपाईँले यति कुरा बुझ्नुभयो, सिक्नुभयो, महसुस गर्नुभयो, तर के तपाईँ कार्य गर्न तयार हुनुहुन्छ? के तपाईँ आजै एउटा सानो निर्णय लिन तयार हुनुहुन्छ जसले 5 वर्षपछि तपाईँको जीवन बदल्न सक्छ? पीबो बुक्सको तर्फबाट तपाईँलाई एउटा सन्देश। तपाईँ सानो होइन, तपाईँको सपना सानो होइन। यदि तपाईँले निरन्तर मेहनत गर्नुभयो, सिकिरहनुभयो र अनुशासन अपनाउनुभयो भने तपाईँ पनि धनी बन्न योग्य हुनुहुन्छ। अब आफैसँग सोध्नुहोस्, यदि तपाईँ साँच्चै योग्य हुनुहुन्छ भने आजदेखि तपाईँ कुन कदम चाल्नुहुन्छ? यो यात्रा यहीँ समाप्त हुँदैन, यो तपाईँको निर्णयसँगै सुरु हुन्छ। यदि यहाँसम्म सुन्नुभयो भने सायद यी शब्दहरूले तपाईँको मनको कुनै कुनालाई छोएको छ। यो समरी तपाईँलाई उपयोगी लाग्यो भने कृपया लाइक गरेर हामीलाई हौसला दिनुहोस्। यो सन्देश अरू कसैको जीवनमा पनि काम लाग्न सक्छ जस्तो लाग्यो भने शेयर गर्न नहिचकिचाउनुहोस्। यस्तै सरल, गहिरा र जीवनसँग जोडिएका किताबका सारहरू पाउनका लागि सब्स्क्राइब गर्नुहोस्। र तपाईँको सोच, अनुभूति वा प्रश्न कमेन्टमा लेख्नुहोस्। हामी तपाईँको आवाज सुन्न चाहन्छौँ।